कता घुम्न जाँदैछौँ होइन। यहाँबाट हामी अहिले भर्खर खायौँ, ब्रेकफास्ट सक्यो। अब ब्रेकफास्टबाट अब हामी यहाँबाट वर्धमान गएर एक्जिट 3बाट गाडी चढ्दैछौँ। कहीँ अब हामी चाहिँ फाइनल्ली बर्जुमान आइपुगेको अवस्था, गाडी आइपुगेको छैन रहेछ। गाडी पर्खेर अवस्था, कुरोहरू पुरै रेड बुल खाएर इनर्जी बुस्ट गर्दैछन्। गाइज अब गाडीले चाहिँ फाइनली कल गरेको अवस्था। अब गाडी आइसकेको जस्तो। अब हामी जाँदैछौँ गाडी खोज्नलाई। कुन चाहिँ गाडी थाहा छ? बिद हो क्या हो? कुन चाहिँ हो गाडी? कुन चाहिँ हो? अब बस चाहिँ क्यारिफोरको अगाडि छ अरे। हामी जाँदैछौँ। यही रेड बुल खाने हो। गाउँठाउँ खान्न भयो यार, यो मजा आउँदैन कि। यो त चिजै यस्तो नि। यो त बुटोलबाट बसमा चढेको काठमाडौँ पुगासम्म खाने कुरा हो। हाम्रो चाहिँ बसी हो। अब हामी यो बसमा चढ्दैछौँ हामी। ईश्वरी प्रसाद पाण्डे, दीप कुमार राई, सोमबहादुर गुरुङ। थ्याङ्क यू। कता बस्नु? पछि आगे यहीँ बस्यौँ क्या? बताओ अगाडि नि यहीँ बस्यौँ न अगाडि। आगे नहीं बैठ सकते? आगे बैठ सकते ना? बैठो बैठो, जिधर बैठो आगे बैठो। बार बार बंदे गुजरेंगे आपको दामी हुन्छ नि यहाँ त। आएछ भ्यू ल। कहीँ जब हामी चाहिँ बसेको अवस्था। हाम्रो दुई भाइ। हेलो गाइज। हालु हालु कोदालु भाइ, तिमी के यो बस्छस्? बस पर्खेको पनि आधी घन्टा भइसक्यो। अहिलेसम्म हिँड्दैन। बिजोग बनायो। कति बेर हिँडाउँछ यार सोम? टिक्क लगाइसक्यो त। अन्त 9:30 भनेको त ठिकै छ टाइम त। चाँडै आएछ कि हामी चाँडै आएको ठिकै छ। वेट गर्ने बरु उसको टाइम त पर्दैन। रातो बस्छ रातो बस्छ। मलाई बिजरा त लागेको छैन। तिमीले के किन्ने थियो हामीलाई? के खुवायो? मान्छे त धेरै हुँदो रहेछ हौ। हामी यहाँबाट चाहिँ हिँड्यौँ। 10 बजे यहाँबाट म्याक्स स्टेसनबाट हिँड्नको लागि। यहाँबाट कति बजी पुऱ्याउनु थाहा छैन। अब त्यसले यति रातको टावर भन्थ्यो पहिले, अहिले चाहिँ म्याक्स भन्नु पहिला। सात तर हुनुहुन्छ। हामी चाहिँ माथि पैसा गर्ने गएर भाइ सामने चाहिँ गाडी रोकेर जानु भएको छ कि के भयो? गाडी दुईवटा अगाडि रोक्यो गाडी। हामी हेरेको कति सानो छ जहाँबाट लिक यतिमा यो अलवाटन रोड आइसकेको अवस्था। यहाँबाट चाहिँ हाम्रो गाडी पङ्चर भयो कि गाडीको पट्टा भाँच्यो जस्तो लाग्यो। कति टाइम लाग्यो थाहा छैन। गाइज अब हाम्रो बसको टायर पङ्चर भयो कि पटरी भाँचेको नि। फेरि अर्को बस चेन्ज गरेर अब हामी जाँदैछौँ अर्कोमा। बस चेन्ज गर्नुपर्ने भएको अवस्था। आज पहिलोचोटि आएकै, पहिलोचोटि उता लाग्यो यार। तिमी के गरेको भाइ? बिजोग बनायो बस बिग्रेर। वास्तवमा गाइज हाम्रो चाहिँ त्यो गाडी थियो, के बिग्रिएको नि त्यो गाडीको। अनि अहिले हामी चाहिँ अर्को गाडीमा चढेको अवस्था। त्यो गाडीबाट यसमा गाइज अब हामी खोजेर बसेको जस्तो लाग्यो मलाई। होइन यहाँबाट त खोजेर सारेर दुवै देखाउँदैछ त बाटो त। तर त्यो कहाँ हो त यो फेरि?
लिम्लेक आएको अवस्था। अब 5 मिनट टाइम अरे हाम्रो यहाँ चाहिँ 30 मिनटमा के गर्न हुन्छ हेर है गाइस। त्यहाँ आएर सुट गर्न पाएन, मोड राइडिङ गर्न पाएन, टेन्ट हाल्न पाएन, काट्नु पाएन, खाल्न पाएन। हत्ता पुरा हाम्रोतिर आऊ यार। कहाँ जाने भाइ त? घुम्नु यस्तै हो नि अब। लिम्लेक गाइस, यो लिम्लेक अरे। लिम्लेक भने के हो भाइ? माछा छ भाइ, यो लाकिने माछा छ। माछा छ। हेलो गाइस, हामीले मोयो है यार। अहिले लिम्लेक भनेको अवस्थामा आइपुगेको अवस्था। ब्रोहरू पुरै अब राम्रो राम्रो फोटो निकाल्दा त गाइस हाम्रो पनि। अब हामी चाहिँ लिम्लेक घुम्न आएको हो। नेक्स्ट टाइम सबै एकैचोटि छुट्टी जाने अनि हाम्रो घरतिर आऊ। खाना व्यवस्था सहित म यस्तो नेचुरल नेचुरलहरू कहाँ बनायो भने त नेचुरल भयो नि त है। त्यो होस्, नट ब्याड। दुवै ठाउँमा पनि यस्तो ठाउँमा घुम्नु भनेको त, तर अलिकति गर्मी मात्रै भयो क्या। ब्युटिफुल नजारा। हातामा कस्तो फिल भइरहेछ? हल्का हावा लागिरहेछ, हल्का शीतल पनि भइरहेछ, गर्मी पनि छ। त्यस्तै छ। पिङ खेलम भनेको दिदीहरू पिङ खेलम भनेको दिदीहरू पिङ खेल्नु भयो। उता पछि जाउँ न चाहिँ भनेको। अब त्यहाँ भन्दा उता चाहिँ डेन्जर रातो हुनु छ, डेन्जर जोन। त्यस्तो मरुभूमि प्लानिङ हाम्रो ठिक बनाउने राम्रो होइन त। अमेजिङ गाइस। अब हामी Oh my God! Everything finished. You just open your store, then everything finished. What time you guys are open? Yeah, we open 10 o'clock. And that grocery? Vanilla and sweeters. Vanilla, eh? Pandey bhai. Which one is vanilla? This yellow is vanilla. Yes. ताको भोक लाग्यो गाइस, केही छैन खाने कुरो, बोकेर ल्याइएन। पर्दैन भन्यो, अब यो आइसक्रिम खायो बस्यो। त्यो पनि 15 रुपियाँ रहेछ। रुपियाँ होइन दिराम। रुपियाँ त धेरै सस्तो हो। नेपालमै 60 कि 80 दिन्छ। लुट्न सके लुट कान्छ, लुट्न सके लुट। आइसक्रिम को बेफाइदा यही हो कि आफ्नो हिसाबले खाना नखाने। उसको हिसाबले खानुपर्ने हो। उसको ऊ अनुसार चल्नु पर्यो नि त नि। हेलो गाइस, अब हाम्रो बस यो हो। आइसक्रिम खायो, अब बस चढ्ने यहाँबाट। बस चढेको अवस्था। आइसक्रिम खाइयो। खाँदैछ अझै पनि आइसक्रिम चाहिँ। पकडेर सकिरहेको छ यो। भोक लाग्यो कि साह्रो मलाई त।
आइसक्रिम पनि दुध दही खानु पर्यो एउटा यसरी खानुपर्छ कि अनि त्यसमा धनुष हुन्छ गाइस अब लिमलेकको आधा घन्टा रेस्टपछि लिमलेकपछि अब हामी फेरि अगाडि बढिसकेका छौँ 3जना ब्रोहरू यता 1जना 4जना ब्रोहरू अगाडि जाँदैछौँ अब हामी फेरि कहाँ लान्छ थाहा छैन